सिकी भाइ बहिनीहरू, आजको टपिक मेरो रहेको छ यूहन्ना 15 को 5 र 6वां वचन, जहाँ 5 मा लेखिएको छ, दागको बोट म हुँ, तिमीहरू चाहिँ हाँगाहरू हौ। यदि कोही मानिस रह्यो भने र म त्यसमा रहेँ भने त्यसले धेरै फल फलाउँछ, किनकि मबाट अलग रहेर तिमीहरू केही गर्न सक्दैनौ। 6वां लेखिएको छ, कोही मानिस ममा रहेन भने त्यो हाँगा झैँ बाहिर मिल्काइन्छ र त्यो सुकिहाल्छ। त्यस्ता हाँगाहरू मानिसहरूले बुटुल्छ र आगोमा फालिदिन्छ र ती जलिहाल्छन्। आमीन। यहाँ प्रभुले भन्नुहुन्छ कि म एउटा दागको बोट हुँ र तिमीहरू मेरो हाँगाहरू हो। जो ममा रहन्छ र म जसमा म रहन्छु, त्यस हाँगाले एउटा असल फल फलाउँछ र जुन हाँगाले फल फलाउँदैन त्यसलाई काटिन्छ र फ्याँकिन्छ र त्यसलाई त्यो हाँगा सुक्छ र त्यसलाई मानिसहरूले बुटुलेर आगोमा हाल्छ। भाइहरू बहिनी हो, म तपाईहरूलाई यो भन्न चाहन्छु कि असल फल फलाउने हाँगा हुनुहोस्, किनकि हामी मानिसहरूले पनि अगर कुनै रुख लगाउँछौँ फलको लागि, जस्तो सेबको एउटा रुखलाई लिएर हेरौँ हामी एउटा सेबको रुखलाई जब सिजन अनुसारमा उसको कलमहरू गर्छौँ, राम्रो फल दिने हाँगालाई हामी राख्छौँ र जस हाँगाबाट फल आउँदैन त्यस हाँगालाई हामीहरू काटेर फालिदिन्छौँ र जब त्यो सुक्छ हामीहरू आगो बाल्छौँ त्यस हाँगालाई। त्यस्तै नै आज हामी पनि प्रभु यीशुको राज्यमा पनि जो हामीले अगर प्रभुको राज्यमा अगर हाम्रो काम गर्न सक्दैनौँ भनेपछि, अगर हामी बेपरवाह छौँ भनेपछि हाम्रो जीवन पनि त्यस्तै नै हुन्छ कि हामीले डिसाइड गर्ने हो कि हामी एउटा असल फल फलाउने हाँगा बन्ने हो कि या फिर त्यो हाँगा बन्ने हो जो मानिसहरूले बुटुलेर आगोमा हाल्छ। किनकि जो प्रभुले भन्नुभएको छ कि दागको बोटमा हुँ, तिमीहरू मेरो हाँगा हो। हामी प्रभु यीशु मसीह एउटा रुख हुनुहुन्छ पुरा, अनि हामी जति पनि सृष्टिमा यो मानिसहरू छौँ, जो विश्वासी दाजुभाइ बहिनीहरू हुनुहुन्छ, हामी सब उहाँहरूको हाँगा हुन्। हामीले उहाँहरूमा रहेर